हामी चाहिँ यसरी वनमा खाना खान्छौँ वनभोज जस्तो यति मिठो गरी। फेरि सङ प्लिज वान मन्थ फेरि वान मन्थ भेरी गुड साथीहरू यत्रोबाट मैले बोकेर ल्याएँ क्या। हुनु पनि हो होइन। अहिले उदाहरणको लागि म विदेशमा छु, विदेश हिँड्नु परेको छ। देशको परिस्थितिले गर्दाखेरि मलेसियामा अब काम भनेको यस्तै श्रमै गर्नु परेको छ। यस्तो दाना टिप्ने त्यहाँबाट यस्तो यो तेलको रुख रोपेको छ। यही तेलको रुखले गर्दाखेरि यो मलेसिया देश धनी भएको रे। यसो श्रम गरेर नै देश विकास भइरहेको छ। करो लिएर आएको है माल त ल हेलो गाइज, गुड मर्निङ, वेलकम ब्याक टु न्यू ब्लग। सो तपाईँहरू न्यू ब्लगमा एकदमै धेरै स्वागत छ फेरि। अनि सो हामी अस्तिको उताको ठाउँदेखि फेरि अर्को ठाउँमा आएको। म चाहिँ अघि उठेको है, 6 बजी नै उठेको। खै केटाहरू कोही उठ्दैन, अब खाना बनाउनै पऱ्यो। अनि तरकारी पकाउँदैछु, भातहरू अघि पकाइसकेँ। टक्क दाल चाहिँ यहाँ छ होइन, दाल यहाँ छ। टक्क तरकारी बनाउँदैछु। खाना बनाउने, खाने है, प्याकिङ गर्ने अनि जाने होइन, लिन आउँछ अनि जाने काममा। यसो सबैजनाले सपोर्ट गर्नु होला, सबैजनाले लाइक कमेन्ट सेयर गर्नु होला। ल साथीहरू, अहिले चाहिँ टक्कसँगले खाना पाउँछ कि के गर्नु साथीहरू। अध्यक्ष जीवन यस्तै छ, ठ्याक्कै साह्रो तातो भयो। अब बिहान खाइएन भने 12 बजीसम्म बर भोक लाग्छ होइन। त्यही हो होइन। अलिकडाहरू गाइस, अहिले खाना खाएर टक्क यहाँ वेट गरिबसेको छु। अब कतिखेर आउँछ गाडी, अनि सर जानुपर्ने हुन्छ। 1 घन्टाको बाटो जानुपर्ने हुन्छ। अहिले एकछिनको लागि यस्तो ठाउँमा बसेर के गर्नु होइन। घरदेखि चाहिँ सानो घर जस्तो हुन्छ। तपाईँ घर त घरै हुन्छ, सानो रुम हुन्छ, त्यहीँनिर बस्नुपर्ने हुन्छ। फेरि त्यहाँ काम सकेपछि फेरि अर्को ठाउँ जानुपर्ने हुन्छ। यस्तै चलिरहेको छ जिन्दगी साथीहरू होइन। 8 बजीपछि ड्युटी जानुपर्ने। अनि टक्कसँगले 8 बजिसकेर पनि लिन आउँदैन। लिन नआएपछि मस्तले बसिरहेको छौँ हामी चाहिँ। सडक छेउमा बसिरहेको छु नि टक्कसँगले। यस्तै छ जिन्दगी होइन। यी सडकतिर सुत्तो, विदेशमा त यस्तो हुन्छ। जहाँ भयो कामले थकित भएको बेलामा जहाँ पायो त्यहीँ सुत्दिने होइन। बाल्लै फाइनली साथीहरू हामी चाहिँ गाडी आएर पनि गाडीमा बसिसक्यौँ र पनि अलिकति ओर चोक बजारसम्म आइपुगिसक्यौँ। अनि सो बस चाहिँ यता यसो मकान खाना गएको छ है। यसो खाजा नास्ताहरू खानको लागि है। डक्कामा चाहिँ हामी चाहिँ एकछिन अब यहाँ वेट गर्नुपर्ने हुन्छ, बस्नुपर्ने हुन्छ है। त्यस्तै छ। यो अगाडि चाहिँ एउटा है किस्ने दाइ, म पछाडि। यहाँदेखि चाहिँ लाग्छ भने 30-40 मिनट जति लाग्छ पुग्नुको लागि। ठिकै छ त, 1 घन्टा बितिहाल्छ। सो गाइज है, बोसले एउटा रामचरणको त्यो इन्डियन जुन सङ थियो नि, त्यहाँ चाहिँ बोसले के भनेर गीत गाउनुहुन्छ। सङ चाहिँ चिक्ने सङमा चाहिँ फेरि चिक्री छ, गाउँदा चाहिँ चिक्ने। फेरि सङ प्लिज वान मन्थ गजब बेइज्जती। फेरि वान मन्थ भेरी गुड नेम, गुड सङ ला। भेरी गुड यो भेरी गुड। चिक्री 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 सङ जुन हुन्छ नि रामचरणको थियो नि, त्यसमा चाहिँ बोसले गाउने चाहिँ के भन्छन्, ए चिक्ने 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 भन्दै हिँड्छ क्या। चिक्री भनेको चिक्ने सानो हाँसुन्नु होइन। अनि यहाँ सर्च गरेर सुनाइदियो क्या, चिक्री यो भन्दैछन् क्या, भन्नुहुँदैछ। हिन्दी गीत क्या किस्ने दाइ, चिक्री भन्छ, ऊ चाहिँ चिक्ने चिक्ने भन्छ। चिक्री चिक्री भन्दै गीत गाउँछ, ऊ चाहिँ चिक्ने चिक्ने चिक्ने। फाइनली साथीहरू बोससँग हाँसो मजाक गर्दा गर्दै पनि काम गर्ने ठाउँमा आइपुग्यो। अब चाहिँ मस्तले काम गर्नुपर्ने हुन्छ होइन। घरिघरि रमाइलो पनि गर्नुपर्ने हुन्छ। यसो हाँसो मजाक साथीहरू त्यस्तो नराम्रो नसोच्नु होला। ल त्यही साथीहरू, अब मस्तले म चाहिँ काम गर्छु। साथीहरू यत्रोबाट मैले बोकेर ल्याएँ क्या।
फेरि रोड नै रहेछ तलतिर वहाँदेखि बगेर कता बज्छ है लास्ट पसिना आउने यार फाइनली साथीहरू खाना खाने टाइम भइसक्यो 12 बजेर 10 मिनट गइसक्यो खाना खानु लाग्दिएको खुसी छ जिन्दगानी अनि मैले जङ्गलभित्र त शीतलै हुन्छ तर यो रोडमा निस्केपछि ओभर घाम लाग्ने भने यार फाइनली साथीहरू अब खाना खानुपर्ने हुन्छ टक्क आएर आज यो चट्ट यो के छ तरकारी आलु छ त्यसपछि बोडी भिजेको छ यार तरकारी चाहिँ दाल छ यस्तो खाएर यस्तो काम गर्नु ल खाइदिउँ है त अब मेरो आनन्दै भनेको भिडियो बनाएर खाने के भन्दैछ म गर्दै फाइनली साथीहरू अहिले चाहिँ खानासाना खाएर 1 घन्टा रेस्ट पनि गऱ्यो फेरि अब 1 बज्यो अब ड्युटी जानुपर्ने अनि 1 घन्टाको अवधिभित्रमा चाहिँ के हेर्दै बस्यो भने म रिल्स हेर्दै बस्थेँ क्या हुन्छ नि अहिलेको त चुनावको बिगबिगी छ परिचर्चा चर्चा भइरहेको ठ्याक्कै हर्क सम्मानको सानो कुरा सुनेँ क्या मैले है कुरा सुन्दाखेरि हर्क सम्मान ज्यूले चाहिँ के भन्नुभएको उहाँलाई चाहिँ के भन्नुभएको रहेछ भने त्यो घन्टीको पार्टीहरूले त्यो मैले पनि सुनिराखेको के भन्छ भने घन्टीको पार्टीहरूले चाहिँ श्रम गरेर ढुङ्गा बोकेर देश बन्छ र भन्दै यस्तो यस्तो क्वेसनहरू सोध्छ अनि उहाँले चाहिँ जवाब के दिनुहुन्छ श्रम नगरिकन देश कसरी बन्छ त कसरी विकास हुन्छ अनि उहाँले चाहिँ भन्नु हुनु पनि हो होइन अहिले उदाहरणको लागि म विदेशमा छु विदेशिनु परेको छ देशको परिस्थितिले गर्दाखेरि मलेसिया अनि मलेसियामा अब काम भनेको यस्तै श्रमै गर्नु परेको छ यस्तो दाना टिप्ने मायाको समय यस्तो यो तेलको रुख रोपेको छ यही तेलको रुखले गर्दाखेरि यो मलेसिया देश धनी भएको रे यसरी श्रम गरेर नै देश विकास भइरहेको छ यहाँ हेर त जताततै एउटा खाली बाँझो जमिन बाँझो छैन त्यो हो क्या साथीहरू त्यो बुझ्नुपर्छ क्या हामीले जति सक्दो श्रम गरेर मात्रै देश भन्छ अनि तिनीहरूले त्यसो भन्छ अरे अनि श्रम गरेर देश भन्छ र भनेर यताउति भन्दो रहेछ कि त्यो घन्टीको पार्टीहरूले अनि फेरि उसकै भाउ चाहिँ कहाँ आएको छ त उसकै भाउ टक्कसँगले यसरी नै खाडी मुलुक आउनु परेको छ यसरी नै हामी जस्तै खाडी मुलुक कि साउदी कतार दुबई मलेसिया यसरी आउनु परेको छ काम गर्नु परेको छ अनि बाउको पैसा खाइ बसेर नेपालमा बसेर श्रम गरेर देश भन्छ अरे हो सही हो हर्क सामग्रीले सही कुरा गर्नुभएको हो कि यो चाहिँ मलाई एकदम ठिक लाग्यो त्यहाँनिर देश मात्रै अलिकति परिवर्तन होस् है श्रम गरेर श्रम संस्कृति पार्टीले चाहिँ जस्तो म मायाको विदेश छोडेर आइदिन्छु अब श्रम गरेर देश भन्छ नि त यहाँ उदाहरणको लागि अब मैले देखिहालेँ भोगिहालेँ यसरी विदेशमा सब श्रम गरेर मात्रै यहाँ देश बनेको रहेछ है यहाँ हेर्नु होइन एउटा बारी जमिन बाँझो छैन सबै यो तेल यो चाहिँ तेल हो होइन यो तेल विश्व बजारभरि पुगेको छ अहिले है हजुर त्यो हो क्या मायाको श्रम गर्नुमा मायाको देश बनाउनुको लागि म फर्किहाल्छु अब कामतिर लाग्नुपर्ने हो धेरै कुरा सुरु नगरौँ होइन ल है सेरो भाइले दरोलेर आएको छ है माल त ल ल्याएर ल होइन यसरी खगाल्नुपर्छ हो त्यहाँबाट घोप्लाक्क घोप्राउने जसरी फाइनली केटा हो देख्यौ नि केटा हो पैसा कति बोक्नु पर्दो रहेछ यो गाडामा पैसा चाहिँ त्यसरी बोक्नुपर्छ विदेशमा देख्यौ नि तर सानैदेखि अभाव र दुःख र मेहनतमा हुर्किएको मान्छे हो है त्यही भएर आज दुःख मेहनत गर्नुको लागि विदेश सिकेको छु हुने खानेको छोरो भने गाउँमै म हामीले बस्थेँ होला नेपालमै तर एकदम अभावमा हुर्किएको छोरा पऱ्यो त्यही भएर यस्तो दुःख मेहनत सङ्घर्ष गर्दैछु साथीहरू त्यही सपोर्ट गर्नु पऱ्यो पसिना हेर्नु फाइनली साथीहरू हामी चाहिँ काम गरेर अहिले चाहिँ यता आइसक्यौँ उताको सकेर काटिसकेर लोड गरिसकेर
यस्तो हुन्छ लोरी यस्तोमा लोड हानिसक्यौँ म देखाइदिन्छु है त यस्तो लोरी हुन्छ अहिले हाम्रो छुट्टी भइसक्यो 4:30 जति भयो होला यसरी तान्छ है वाउ दामी है एक तरिकामा यस्तरी फल्छ है यस्तरी नै तान्छ साथीहरू अब नुहाउनु पर्छ फ्रेस फाइनली साथीहरू नआएर फ्रेस हुन्छु भनेको होइन फेरि अब जानुपर्ने हो कम्पनीतिर अब चाहिँ आजसम्म चाहिँ जङ्गलमा काम गरेको थियो फेरि कम्पनीतिर टक्क जाने हो अब कम्पनीमा चाहिँ अलिकति हल्का हुन्छ भनौँ न है जे भयो भने यताको भन्दा अलिकति सहज हुन्छ है त्यही अब फेरि हामी जाँदैछौँ सरेर जाँदैछौँ है टक्क आज बस्छौँ हामी फेरि कुलापिला त्यसपछि फेरि भोलि सन्डे छुट्टी होइन टक्क है अनि मस्तले बस्ने पर्सिदेखि फेरि काम ल त्यही हो साथीहरू यस्तै छ काम भनेको सो त्यही हो अनि सो आजको भिडियो के कस्तो लाग्यो अन्तिमसम्म हेर्नुभएको छ भने एकदमै धेरै माया एकदमै धेरै एक्सपेक्ट छ सम्पूर्णलाई है अनि सो त्यही हो थ्याङ्क्स फर वाचिङ दिस भिडियो नेक्स्ट भिडियो बन्छ भन्दैन थाहा छैन त्यही हो बाई बाई